ए के छ यार गाइस यो स्ट्रिमर्सहरूले के गर्छ यार गाइस यिनीहरू हग्न बुझ्ने बेलामा चाहिँ के गर्छ मलाई पनि आची आएको जस्तो हुन्छ फेरि छोडेर जाने एउटा कमर्सियल ब्रेक हाल्नु पऱ्यो म ठ्याक्कै बिचमा होइन यो मेरो मिलेन यार गाइस मिलाइदेऊ नि कसैले यो ओबिएस स्टुडियो वाटेभर स्टुडियो मिलाउनुमा तिमीहरूको दाइ अलिकति टेक्नोलोजीमा अलिकति पछि छ कि हुन त म एआई बनाइदिन्छु कि कहिले काहीँ तर पनि स्टिल टेक्नोलोजीमा अलिकति बिहाइन्ड भयो कि गाउँघरको पानी यो मेरो मुखमा झुट्ने आयो गीत अस्तिको भिडियो रमाइलो भएछ नि तिमीले हेरे गुड्डे बिस्कुट खाइरहेको छु दा के खाइरह हो अरे यो मेरो स्ट्रिमिङ ल्याग हुन्छ मैले भनिरहेको छु त गुड्डे खाइरह चिया खाइरह त्यसपछि फेरि दा के खाइरह हो के खाइरह गुड्डे खाइरह चिया खाइरह गुड मर्निङ दाइ गुड मर्निङ भाइ कहाँ हो तिमी किन गुड मर्निङ भएको छ तिम्रो त गुड नाइट होला त किन अमेरिकाबाटै हेरिदिएको हेर्दै भाइ हेरिदिएको कामसाम जानु छैन अन्त म पनि गएको छुइनँ कि र पनि तिमी काम गर्ने गर यो स्क्रिनसट देख्यो कस्तो लाग्यो मैले दामी बनाएको छु कि यस्तो वान क्लिक अस्तिसम्म चाहिँ मलाई एकदम गाह्रो भएको थियो यताउता तानी बस्नु पर्थ्यो होइन मैले नयाँ सिकेर आएको छु वान क्लिक अवे भनेर यो कमेन्टमा के भन्दा थियो त तपाईँ के भन्छ समाचार नपढ्नु गेम खेलेर बस्नु म खेल्छु तर सुरुमा समाचार हेर्छु मेरो लाइफमा जो पनि आउनुहुन्छ हामी बिहान उठ्ने 5 मिनट 10 मिनट 15 मिनट कसरी हुन्छ समाचार हेर्ने नेपालमा के भइरहेछ इलेक्सन हुन आँटेको छ कुन चाहिँ पार्टीको के भइरहेछ त्यो हेर्नु पऱ्यो नि त यसो अनि हामी अरू काम गर्ने हाँस्ने मिम हेर्ने वाटेभर तर सुरुमा देशको चिन्ता सुरुमा देश अनि आफू दा अमेरिका आउँदा के सिकेर आउनुपर्छ अरे जेसुकै सिकेर आऊ भाइ स्माइल गर्ने सिकेर आऊ भाइ स्माइल जसलाई देखेर पनि स्माइल जसलाई देखेर पनि स्माइल गर्नुपर्छ तिमीहरू त्यहाँ नेपालको जस्तो ठुस्के पादेर सुँगा जस्तो अनुहार बनाउनु हुँदैन कि अमेरिकामा चाहिँ यु गाइज ह्याभ टु स्माइल हे या हाउ इज गोइङ अन त्यो मान्छे हेरी अब सबैजना मान्छेहरू त्यस्तो सुपर फ्रेन्डली हुँदैन अब लेभल अफ स्माइल हुन्छ क्या कसैले तिमीलाई यति मात्रै गऱ्यो भने तिमीले पनि यति मात्रै गर्ने अब उसले अब गऱ्यो भने तिमीले नि गर्ने तिमीले अब उनीहरू गऱ्यो भने तिमीहरू बेसी एक्साइटेड भए गर्ने होइन कि त्यो एउटा लेभल अफ स्माइल सिकेर आऊ भाइ ल ए गाइज देश हेरौँ देश 5 लाइक छ 2 को भने लाजै मर्दियो तिमीलाई लाज लाग्नु पर्ने कसको लाइभ हेर्छ भन्दा ए ढ्याउ लाइभ स्ट्रिम हेर्छु भन्दा ओहो भन्ने कसैले गयो अरे त्यसपछि मेरो लाइभ स्ट्रिम आएर ओहो के भन्छ यसले त यसको लाइभ स्ट्रिम हेर्दो रहेछ तिमीलाई पनि गर्व फिल होस् न मेरो पनि 2-3 जना भ्युवर 4-5 जना भ्युवर अलिकति बेसी भयो भने ए 5 लाइक छ 2 कमेन्ट छ अलिक गर न अनि पो मजा आउँछ त माई रेपुटेसन इज योर रेपुटेसन इज माई रेपुटेसन के बुझ्दैनौ सपोर्टै छैन अनि कहाँ हुन्छ I'm 13. My parents are away, so. My father was in policeman before. ल यो ब्रोलाई पक्रेको यो के पेडोफाइल भएको यो ब्रो नेपाली हो Oh, your dad's a police. फेरि हेर्नु गाइस 5. फेरि हेर्नु गाइस I'm 13. My parents are away, so. My father was in policeman before. Oh, your dad's a police. 5. नेपाल पुलिस होला के हेरौँ 4, 3, 2, 1. Happy New Year! She is 13. I'm just see what's wrong with him. What's wrong with her, you know? ब्रो नर्भसहरू बस्दै इङ्ग्लिस निकालिदिरहेको Come here to see, you know. I know it's illegal. Everything is illegal. I know. She is 13. I'm 20, 22, 23, you know. What? के हो 2022 कि 23 यो ब्रोको नाम के हो नेपाली ब्रोको नाम के हो बिचरा So you're 20. बिचरा त होइन गाइस व्हाट आर यु डुइङ म्यान कति 13 वर्षको बच्चालाई भेट्न जाने हो ब्रो के गरेको यार ल्याङ नगर नि नेपालीहरूको इज्जत नबिगार्दै हुने यार 22, 23. Which one is it? 22. कमेन्ट हेरेर खाते मुझे You said you want to have with her. भनेको रहेछ नि त ब्रोले थाहा पाइहाल्छ एक्सप्रेसनबाट थाहा पाउँछ ब्रो यु आर गिल्टी ब्रो यु आर गिल्टी हि इज गिल्टी Just kidding. What about when you said, are you looking to have me as your boyfriend? Were you kidding as well? Not now. After she turned 18. I don't know who called the police, okay? ब्रोले आफ्टर सी टर्न 18 रे 13, 14, 15, 16, 17, 5 वर्षपछिको सोचेर ब्रोले इन्भेस्ट गर्न त्यस्तो हुँदैन नि ब्रो इट डजन्ट वर्क द्याट वे ब्रो स्टक हो र स्टक बन्ड्सहरू हो र त्यस्तो नगर न ब्रो यार पुलिस बोलाएर ठिक छ बिचरा ब्रो Truth, okay? जानु I think it was. सुध्रेर आउनु अब यो जन्ममा त अब खोइ के भन्नु सुध्रिने मौका चाहिँ अब 20-30 वर्षपछि सुध्रिने मौका पाउनुहुन्छ कि तर वाट आर यु डुइङ म्यान वाट आर यु डुइङ ब्रो नगर्नु त्यस्तो प्लिज अब एकजनाबाट त गल्ती भइहाल्यो अरूले चाहिँ गल्ती नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछु It wasn't us. No, don't tell the truth. कहाँ हो यो अस्ट्रेलियामा हो कि अमेरिकामा अमेरिकै होला यार ल I'm के ब्रोलाई 13. स्ट्रेट टु जेल नेपालीले गर्छ अरे ब्रो यो यसमा प्राउड फिल नहुँदै नेपालीले यो ब्रो लात हानु भने कुन चाहिँ ब्रो कपाल सपाल काटेर गएर छ यस्तो लात खान्छ इङ्ग्लिस चाहिँ हो अरे कसको मेरो कि कसको त्यो ब्रोको कि हाम्रो सुनिदिउँ न के छ
I'm talking to all the rappers in Nepal who claim to be the best. Maybe yes, before I entered, now I'm banging my chest. Damn. And I'm the man of action, a center of attraction. Everyone's coming to take a peek. You ain't an illusion, let me fix. I'm in top 5, you are a 6. ब्रोलाई टप 5 सँग प्रब्लम रहेछ त्यहाँदेखि उताको पोजिसन हैन उलाई प्रब्लम रहेछ के भनेपछि हु इज योर टप 10 र्यापर्स भनेर ब्रोलाई सोध्यो नि ही डोन्ट हैव एनी प्रब्लम के तर इफ टप 5 मा चाहिँ ब्रो इज भेरी पिकी अबाउट इट के इफ यु वान्ट बी 6 पाँचजनालाई छोडेर ल म 6 मा 7 मा बस्छु भन्ने चाहिँ पायो ल Let's go. 5 in Nepal, yeah. Wait and see. Start the fake voice and let me get my key. I'm a lyrical beast. I'll rip your heart apart, put you in the freezer like Jeffrey. I'm cold-hearted. I cut like a CJ. You had your time. You expired like a visa. Cut you into pieces and eat you like a pizza. Let me build my story like the pyramid of Giza. They'll be like, he's alien. How can you do this? I'm here. So दामी गरे यार हैन आउँछ पनि आउँदैन पनि के भन्नु के ब्रो नोज हाउ टु ऱ्याप बट ब्रो डजन्ट नो हाउ टु ऱ्याप के कसरी के भन्नु यार यो एउटा सिचुएसनमा पुगे के ब्रो यार त मलाई मन पर्यो है त कोला सुन्नु हुँदै पछाडि इन्स्पिरेसन त भएर यामा बुझ्दा हुनुहुँदो रहेछ एमिनेम टुपाक को जेजी आमामा To set the के भइरहेछ यहाँ यो के हो यो ए यो नेपालमा प्रोटेस्ट भइरहेछ यो ट्रम्पले पक्ड्यो भनेर त्यस्तो नि पायो त्यस्तो नि पायो भन्दा नेपालीहरूसँग कति बेसी टाइम हेरौँ त ल के फेरि सुनौँ ल के चाहिँ भन्नुहुन्छ मलाई सुन्नु मलाई अति भन्ने नेपालीहरूको एक्सपेक्टेसन चाहिँ एकदमै ठुलो हुन्छ कि एकदमै ठुलो अब अलिअलि ल त्यो छोड्दै नभए एउटा युएनसँग मिलौँ एउटा इन्टरनेसनल कोर्टमा जाउँ भनेर एउटा के डिमान्ड छैन सिधै पत्ता साफ गर्ने र अनि किताबको पानामा सीमित गर्ने नगर्नु ब्रो यार त्यस्तो यार ब्रो कि सिसो हजुर अलिकति आक्रोशित हुनुभएको छ 15-20 जना जानुभएको छ हेरौँ अब हजुरहरूको एक्सनको रियाक्सन केही हुन्छ भने म पोजिटिभ छु दिन त जसो हाँसेरै बिताउँछु तर हर रात त माया तिम्रो सम्झनाले कति आँसु बगाएर सुत्छु ब्रो दिस ब्रो सिरियसली हट यार त्यही भएर त ब्रोले यस्तो भिडियो बनाउनु भयो त वाइफले छोडेर गएको हो र होइन होला त्यो त मलाई थाहा भएन त्यसलाई थाहा भएन अरे म ठ्याक्कै मिल्दैन कि हेर्नु आई मिस यु छिटै आउला सानो म तिम्रोबाट पर्खिरहेको छु चरा ब्रो यार हेर्नु हि रियली मिसेस यु प्लिज फर्केर गइदिनु होला मलाई नराम्रो लाग्छ नेपालमा यो के हो यार यो बुढाले बुढीलाई छोडेर जाने चलन बुढाले बुढीले बुढालाई यो नगरौँ न प्लिज यार मिलेर बसौँ न नेपालको डिभोर्स रेट कति छ अहिले वाट इज द डिभोर्स रेट अफ नेपाल 4 to 5% वाक्क हुन्छ कि के हुन्छ गाइस किन त्यो भनेको मोर देन 40,000 40,000 जनाले नेपालमा डिभोर्स गर्छ आमामा त्यत्रो जनाले डिभोर्स गर्छ नेपालमा कजेस टप कजेस अफ डिभोर्स इन नेपाल कसरी डिभोर्स हुन्छ भने डोमेस्टिक भाइलेन्स थै लाजै मर्दो यार यो त लाज मर्दो यो त डोमेस्टिक भाइलेन्स कुटाकुट गरेर झगडा गरेर अनि भएन यसरी कुटाकुट गर्नु भएन झगडा गर्नु भएन तिमीहरू के हो यार बुढाबुढी कुटाकुट गर्छ तिमीहरू नगर न डोमेस्टिक भाइलेन्स रे यो त मैले सोचेको पनि थिइनँ यार झगडा गरेर ल बुढी भोलि अब तँलाई म भोलि छोडिदिन्छु है त छोड्यो नि त के हुन्छ त्यस्तो खालको एटिट्युड होला एटिट्युड अलिकति कम गर्नु पर्ने प्लिज अरू के छ इन्फिडेलिटी एक्स्ट्रा म्यारिटल अफेयर्स भन्दैछु नि नेपालीहरू नेपालको इज्जत के हो यार गाइज यो च्याट जिपिटीलाई समेत थाहा छ युट्युब पत्रकारहरूले भने जस्तो अफेयर्समा परेर अरे भएन नि त यो त नि गाइज तिमीले नि यो कसरी सुधार्ने समाज भएन यार यो च्याट जिपिटीलाई थाहा हुने गरी ल अर्को के रहेछ फाइनेन्सियल प्रब्लम्स बुढाबुढी मिलेर काम गर न बुढा बिहान उठेदेखि आज म पैसै मात्र कमाउँछु भनेर सोचेपछि कसरी पैसा कमाउँदैन गाइज बिहान उठेर तिम्रो एउटा मेन्टालिटी बनाउ त आज त बुढी पैसा कमाउनु पर्यो हो बुढा हो आज त पैसा कमाउनु पर्छ भनेर सोच बनायो भने त पैसा कमिन्छ नि त बेसी नकमाउने ल तर बुढाबुढीलाई पुग्यो नि त होइन के मलाई थाहा छैन गाइज नेपाल अलिक गाह्रो छ तर प्लिज फाइनेन्सियल प्रब्लमले गर्दाखेरि ब्रेकअप हुनु भएन डिभोर्स हुनु भएन बिहे गर्दाखेरि कसम खाएको छौ जस्तो लाग्छ है मलाई कसम खायो कि खाएन पनि थाहा छैन मलाई त त्यो आजकल नेपालमा के गर्छौ होइन अर्को के छ ल्याक अफ कम्युनिकेसन एन्ड कम्प्याबिलिटी हो कम्युनिकेसन गर्नु पऱ्यो गाइस कम्युनिकेसन एकअर्कासँग भन्नु पऱ्यो ठुस्केर बस्नु भएन बुढाले एक दिन मजा भुइँमा फ्याँक्दाखेरि बुढीले रिसाउने होइन ल गाइस ल ठिक छ झगडा गर्नु भएन अनि अर्को के छ माइग्रेसन एन्ड फरेन इम्प्लोइमेन्ट माइग्रेसनले गर्दाखेरि के कसरी त्यो चाहिँ यस्तो पनि हुन्छ
बाहिर जाने मान्छेहरू पनि फर्केर आइदिनु पर्यो यो चाहिँ अलिक लजिकल छ तर बिचरा कमाउनु पनि त पर्यो फेरि छैन यार लजिकल खोइ म थाहा छैन गाइज भेरी कन्ट्राडिक्टरी तर अर्को रहेछ अर्ली इम्याच्योर म्यारिजेस यो चाहिँ हामीले कन्ट्रोल गर्नुपर्छ प्लिज अलिकति उमेर पुगेपछि मात्रै बे गरिदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु हजुरहरू सबैजनालाई बे गर्ने हतार हुन्छ म्यारिज ब्युरोबाट पनि होइन तर प्लिज मिलेर गर्नु न मिलाएर गर्नु न 40,000 भनेपछि बुढाबुढी गर्ने होला नि त होइन त्यसबाट 20,000 भयो होला के 40,000 केसेस होला नि भनेपछि त 80,000 जनाले किनभने डबल त गर्नु पर्यो नि त यो लास्ट मर्दो भयो च्याटजिपिटीलाई थाहा हुने गरी के गरेको यार कति बेसी डिभोर्स गरेको अरू चेन्जिङ सोसियल नर्म्स एन्ड इम्पावरमेन्ट यो मैले इङ्ग्लिस बुझिनँ त्यो कसरी डिभोर्स रेट बढ्छ गाइस यो चाहिँ मलाई थाहा भएन है अनरियलिस्टिक एक्सपेक्टेसन्स हो यो चाहिँ हो यो यसले चाहिँ अनरियलिस्टिक तर यो नम्बर 9 मा छ तर केही छैन त्यही भएर प्लिज गाइस यो नम्बर 1 र नम्बर 2 चाहिँ हामीले एकदमै कन्ट्रोल गर्नु सक्छ डोमेस्टिक भाइलेन्स र इन्फिडेलिटी एक्स्ट्रा म्यारिटल अफेयर्स चाहिँ नेपालमा अलिकति कन्ट्रोल गरिदिनु हुन सबैजनालाई विनम्र अनुरोध गर्न चाहन्छु प्लिज नेपाली दाजुभाइ दिदीबहिनीहरू यो चाहिँ हामीले ख्याल राख्नुपर्ने कुरा भएको रहेछ प्लिज है ओके गाइज खुसी लाग्यो सबैजनासँग एकछिन बस्यो रमाइलो भयो फेरि पनि लाइभमा विल ट्राई टु कम अप विथ सम न्यू कन्टेन्ट अनि एकदम रमाइलो गर्नुपर्छ गाइज प्लिज कम एन्ड सपोर्ट माई लाइफ अनि दाजुभाइ दिदीबहिनी हामी वाट एभर हाम्रो एउटा केही रिलेसनसिप बन्छ हामी डिभोर्स नगरिकन मिलेर सँगै बसौँला सँगै खाउँला सँगै बाँचौँला प्लिज गाइज डु फलो डु सब्सक्राइब माई च्यानल आई ट्राई टु कम लाइभ अन टिकटक अहिले मेरो खुलेको पनि छैन त्यही भएर आउनु मात्र भन्नु हुँदैन सपोर्ट पनि गर्नु पऱ्यो त्यही भएर प्लिज गाइज थ्याङ्क यू फर वाचिङ माई लाइभ अनि सी यू गाइज नेक्स्ट टाइम अलविदा नाकेना